नमस्कार, यातायात क्षेत्रको एकमात्र मल्टिमिडिया यातायात अनलाइन टिभीमा यहाँलाई स्वागत छ। म प्रिया। सुरु गरौँ यातायात टिभीको दैनिक समाचार बुलेटिन यातायात समाचार। करिब 20 करोड रकम सहित एकजना पक्राउ। 128 चिनिया पर्यटक लिएर छेन्दुबाट पोखरा आयो सिचुवान एयरलाइन्सको जहाज। नयाँ वर्षमा पर्यटकलाई 20% सहुलियत। शौर्य जहाज दुर्घटना प्रकरणमा मानव अधिकार आयोगले देखायो चासो। शहरी विकास मन्त्रालयको प्रगति 8 महिनामा 8 किलोमिटर सडक निर्माण। समाचार सविस्तार। प्रहरीले 20 करोड भन्दा बढी रकम सहित कुसान लामालाई पक्राउ गरेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले टोखा नगरपालिका एक झोर क्षेत्रबाट उक्त रकम सहित गए राति उनलाई पक्राउ गरेको हो। उनी 2078 मा पनि 7 किलो सुन सहित कलङ्कीबाट पक्राउ परेर पछि छुटेका थिए। कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक रमेश बस्नेतका अनुसार पक्राउ परेका लामाबाट उक्त परिमाणमा रकम बरामद गरिएको हो। ना 1652 नम्बरको ट्रकबाट नेपाली रुपैयाँ, अमेरिकी डलर, युरो लगायत विभिन्न मुलुकका मुद्रा बरामद गरिएको प्रहरी वरिष्ठ उपरीक्षक बस्नेतले बताउनुभयो। 128 चिनिया पर्यटक लिएर सिचुवान एयरलाइन्सको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ। आजदेखि पोखरा छेन्दु रुटमा नियमित व्यावसायिक 10 हप्ता चार्टर उडान हुने तालिका अनुसार पहिलो दिन सिचुवान एयरलाइन्सको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो। नेपाल स्थित चिनिया दूतावासले सिचुवान एयरलाइन्समा 128 चिनिया पर्यटक लिएर आएको बताएको छ। दूतावासले भनेको छ चीनको छेन्दुबाट पहिलो नियमित व्यावसायिक चार्टर उडान भर्खरै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भयो। 128 यात्रुहरू सहित पोखरा आइपुग्यो। चाँडै नै यसले 120 भन्दा बढी यात्रुहरूलाई चीन लैजाँदैछ। पोखरा अवतरण भएको जहाज मार्फत नेपालबाट 120 बढी यात्रु लिएर छेन्दु उड्नेछ। दुई देशबीच पर्यटन प्रवर्धनका कार्यक्रम समेत भएकोले पोखरा महानगरका मेयर धनराज आचार्यले यसको नेतृत्व गर्नेछन्। पोखरा महानगरले सन् 2025 लाई भ्रमण वर्ष घोषणा पनि गरेको छ। पर्यटकीय राजधानी पोखराका होटलले पर्यटकलाई लक्षित गरी नयाँ वर्षमा होटलको दर रेटमा 20% सहुलियत प्रदान गर्ने भएका छन्। नेपाली संस्कृतिको संरक्षण, नेपाली खाना तथा आन्तरिक एवं बाह्य पर्यटक प्रवर्धन गर्ने उद्देश्यले होटल सङ्घ पोखराद्वारा पर्यटकीय लेकसाइडमा गर्न लागेको 20औं फेवा नव वर्ष महोत्सव 2081 का बारेमा जानकारी दिन यहाँ आयोजित पत्रकार सम्मेलनमा पर्यटकलाई उक्त छुट दिन लागि बताइएको हो। यही चैत 30 देखि आगामी 1 गतेसम्म फेवा किनारमा गर्न लागेको उक्त महोत्सवमा नेपाली खाना तथा मौलिक संस्कृतिको प्रचार प्रसार एवं पर्यटन प्रवर्धन गरी पर्यटकको बसाई लम्ब्याउने जानकारी सङ्घका अध्यक्ष लक्ष्मण सुवेदीले दिनुभयो। देशको अर्थतन्त्र सुस्ताएको अवस्थामा अर्थतन्त्र चलायमान बनाउन महोत्सवले सहयोग पुर्याउने जानकारी दिँदै उहाँले महोत्सव सम्पन्न गर्न 50 लाख खर्च लाग्ने बताउनुभयो। जहाँ पोखरा अन्तर्गत सङ्घले घुमघाम पोखरा, शैक्षिक भ्रमण पोखरा, मधुमास पोखरा जस्ता सहुलियत प्याकेज पनि पर्यटकका लागि घोषणा गरेको छ। शौर्य जहाज दुर्घटना छानबिन गर्न मानव अधिकार आयोगले चासो देखाएको छ। एयरलाइन्स कम्पनी र सरकारी निकायको जानाजानको गम्भीर लापरवाहीले दुर्घटना भएको र पीडितले न्याय नपाएको समाचार सार्वजनिक भएपछि आयोगले छानबिन गर्न चासो देखाएको हो। आयोगले दुर्घटनामा छोरी ज्वाइँ र नाति गुमाएका पत्रकार प्रकाश खतिवडालाई कार्यालयमा बोलाएर दुर्घटनाबारे छलफल गरेको छ। छलफलकै क्रममा पत्रकार खतिवडाले आयोगका अध्यक्ष तब बहादुर मगरलाई मंगलबार ध्यानाकर्षण पत्र बुझाएका छन्। ध्यानाकर्षण पत्रमा खतिवडाले उडान गैरकानुनी भएको, यात्रु गैरकानुनी रहेको, एयरलाइन्स कम्पनीले गैरकानुनी हरकत गरेको, कानुन मिचेर सरकारले अनुसन्धान आयोग बनाएको, आयोगले एयरलाइन्स कम्पनीको आर्थिक चलखेलमा दोषीलाई उन्मुक्ति दिन प्रतिवेदन तयार गरेको तथ्यले घटनालाई आकस्मिक भवितव्य वा दुर्घटना मात्रै भन्न सकिने अवस्था नरहेको बताउँदै घटनामा 18 जनाको नरसंहार भएको दावी गरेका छन्। आयोग अध्यक्ष मगरलाई
ध्यानाकर्षण बुझाउँदै खतिवड़ाले भने सौर्य जहाज दुर्घटनाका सन्दर्भमा एयरलाइन्स कम्पनी र सरकारी निकायले कानुनको पालना मात्र गरिदिएको भए मेरा 3 सन्तति सहित 18 जनाको ज्यान जाने थिएन। ध्यानाकर्षण पत्र बुझ्दै आयोग अध्यक्ष मगरले घटनाको अनुसन्धान गरी पीडितलाई न्याय दिलाउन पहल गर्ने बताए। सौर्य एयरलाइन्सको जहाज गत साउन 9 गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भएको थियो। दुर्घटनामा खतिवड़ाको छोरी, ज्वाइँ र नाति सहित 18 जनाको ज्यान गएको थियो। उक्त दुर्घटनामा पाइलट मनिष साक्य भने बाँच्न सफल भएका थिए। शहरी विकास मन्त्रालय अन्तर्गतको पुल र सडक निर्माणको अवस्था हेर्ने हो भने लज्जास्पद अवस्था देखिएको छ। चालु आर्थिक वर्षको 8 महिनाको अवधिमा सो मन्त्रालयले ग्रामीण कालोपत्रे सडक निर्माण गर्ने लिएको लक्ष्यमा जम्मा 8% मात्रै प्रगति देखिएको छ। चालु आर्थिक वर्ष 2081-82 मा शहरी विकास मन्त्रालयले 100 किलोमिटर ग्रामीण कालोपत्रे सडक निर्माण हुने लक्ष्य लिएको थियो। तर फागुन मसान्तसम्म 8 महिनामा 8.6 किलोमिटर मात्रै सडक निर्माण गरेको छ। झापा, रोल्पा र पर्वतगढी 3 जिल्लाहरूमा जम्मा 8.5 किलोमिटर निर्माण भएको मन्त्रालयले जनाएको छ। त्यसैगरी जम्मा 30 वटा स्थानीय सडक पुल निर्माण गर्ने लक्ष्य रहेकोमा 5 वटा मात्र निर्माण गरेको मन्त्रालयले जनाएको छ। यसमध्ये गेरुका नदी पुल सर्लाही, माडर पुल निर्माण सिराहा नगरपालिका, तपोवन चौलानी नदी मोटरेबल पुल दार्चुला, लिखु खोला पुल सुलुखुम्बु र सुकचैना बुधौराको पूर्व पुल सिराहा गरी 5 वटा सडक पुल निर्माण सम्पन्न भएको छ। त्यसैगरी 330 वटा झोलुङ्गे पुल निर्माण गर्ने लक्ष्य रहेकामा हालसम्म 162 वटा झोलुङ्गे पुल निर्माण सम्पन्न भएको मन्त्रालयले सार्वजनिक गरेको रिपोर्टमा उल्लेख गरिएको छ। हवस् त आज दिनभरिका यातायात समाचार यति नै। सामाजिक सञ्जालका अन्य प्लेटफर्ममा पनि यातायात टिभी खोज्नुहोला। हामी यातायात क्षेत्रका समाचार नियमित अपडेट गरिरहेका छौँ। अब अर्को भिडियोमा भेट्नेछौँ। नमस्कार।